कसरी उठाउनुहुन्छ देखियो बलियो छु अब चाहिँ हामी रुम हिँडेको गाइस चामल लिएर यसको अनबक्सिङ गर्न जाँदैछु अब भिडियो अलिकति लामो भए पनि लास्टसम्म हेर्दिनु होला त्यही भन्न चाहन्छु र भिडियो स्टार्ट गरौँ हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल भिडियो नहालेको एकदमै धेरै दिन भइसकेको थियो 1 वर्ष नै पुरा भएको थियो सो आज चाहिँ कहाँदेखि मुड लाग्यो भिडियो बनाऊँ भनेर अनि मैले चाहिँ भ्लगिङ गरिरहेको छु आज चाहिँ म अहिले काठमाडौँमा छु यो चाहिँ खसी बजार मेरो उतापट्टि अनि खसी बजारको ठ्याक्क अपोजिट म चाहिँ बहिनीको रुममा आएको छु भित्र जाउँ बिबी भ्लग बन्दैछ भ्लग बिल्कुल चुप वहाँ चाहिँ भाँडा माझ्ने मान्छे हेरो यही बडा आउनु भएन दिदी कति पर्यो 5 को एउटा 10 को एउटा अनि दाइ चाहिँ सुतिराख्नु भएको छ हिजो बर्थडे थियो त्यही भएर आएको दाइको दाइ फेस देखाइदिनु एकचोटि दाइको बर्थडे फेरि पनि है थ्याङ्क यू भाइ थ्याङ्क यू अनि उ चाहिँ पवन सुतिरहेछन् फेस देखाउ उ पनि हेलो एन्ड नमस्ते गाइस के छ हजुरहरूलाई म सन्जय छु मेरो पनि युट्युब च्यानल छ गएर सब्सक्राइब गरिदिनु होला पवन चौधरी भनेर युट्युबमा अनि बहादुर केटोलाई पनि सब्सक्राइब गरिदिनु होला अब बहिनीको चाहिँ कलेज जाने टाइम भयो र बहिनी कलेज जाँदैछ र हामीहरू अब रुमतिर जानेवाला छौँ मेरो लागि खाना खान लागेको त भिडियो नै बनाउन बिर्सिएँ त्यही भएर भोइस कभर म हजुरलाई सुनाइरहेको छु मैले चाहिँ खाना खाइसकेर अब चाहिँ रेडी भएर हामीहरू निस्किनेवाला छौँ ल दिदी जान लागेको अब हामीहरू बाई गरिदिनुहोस् हस् ल हामीले चाहिँ अब ट्याक्सी बुक गरिसकेका छौँ ट्याक्सी चाहिँ लोकेसनमा आइसकेको छ एन्ड अब जाँदैछौँ ठिक छ बोक्नुहोस् न त अब कसरी उठाउनुहुन्छ ल जाउँ अगर हम करें तो करें क्या बोले तो बोले क्या लाग्यो अब गोठाटारतिर बाटो चाहिँ एकदम खतरनाक छ साँगुरो गल्ली गल्ली बस्नु न ट्याक्सी आइसकेको छ ल जा अब रुममा बाई खोइ त खोल्नै जान्नु ल्यायो कि छोडिदियो अब चाहिँ हामी रुम हिँडेको गाइस चामल लिएर आज चाहिँ हल्का मौसम सफा भएर हिमालहरू देखिरहेको थियो हजुरलाई भ्यू राम्रो लाग्यो कि लागेन आउट अफ 10 कति नम्बर दिनुहुन्छ कमेन्टमा भन्नु होला अब रुम पुग्यो गर्नुहोस् सामान चामलको बोरा बोकेर रुममा आइसक्यौँ एन्ड कस्तो लाग्यो त दिदी कम्फर्टमा आउँदाखेरि हजुरलाई रमाइलो भयो राम्रो भ्यू हेर्न पाइयो होइन लाउनु आउनु केही भएन जानु बाई म अब एकछिनमा अहिले चाहिँ रुममा अब एक्लै भइयो सो अब फ्रेस हुन चाहँदैछु नुहाइधुवाइ गर्न पानी तताइरहेको छु एकदमै चिसो हुँदो रहेछ यहाँको चाहिँ पानी अनि त्यसपछि नुहाइधुवाइ गरेर अब चाहिँ मामाको डेरातिर लाग्नुपर्ने छ जाउँ
चिसोमा नुहाउनै सकेन, पानी तताइरहेको छु यसमा चाहिँ। अनि बाथरुममा चाहिँ पानी भर्दैछु यो बाटामा। लभ यु फरएभर। सो गाइस नुहाइदै गरेर सकेँ, अब चाहिँ मामा घरतिर लाग्नु लागेको। ढ्याङ्गो बुक गरेर अब चाहिँ जानेवाला छु। भ्लगिङ गर्दै हिँडिरहेको छु क्या, भ्लग गराइरहेको छु। त्यही हो। कति भएको है? 147। धन्यवाद हजुरलाई। थ्याङ्क यू है। मोस्ट वेलकम। बाटोमा चाहिँ मैले सामान मगाएको थिएँ, लाउनु समात्नु त माइजो देखाउनु भयो। क्यामेरा छोप्यो हो। मलाई पनि यसको अनबक्सिङ गर्न जाँदैछु। अब देखाउनु न राम्ररी। सबै आउनु पर्यो। मामाको अनुहार पनि आउनु पर्यो। यो चाहिँ अब कपाल काट्ने मेसिन चाहिन्छ कहिले कसो भनेर चाहिन्छ। कपाल काट्ने मेसिनमा चाहिँ एउटा यो मेसिन भइगयो। अनि यो चाहिँ नम्बर कति नम्बरको छ। चाहिँ सफा गर्ने लिक्विड, डाटा केबल एउटा टाइप बी रहेछ, टाइप बी डाटा केबल। दिनभर नहीं खाने कहते हैं वो घटक लगभग त्यसरी बनाउनु पर्यो। हेलो गरिदिनु भएको नला। हल्का देखिरहेको छ। हेलो दाइ, के छ खबर? सबै सन्चै? अनि ड्युटीदेखि धेरै साँझ छुट्टी पाउनुहुन्छ? याचेम बढेको, याचेमको बारेमा केही भनिदेऊ न त। के भन्ने, एचएम भनेको होटेल म्यानेजमेन्टमा धेरै ठाउँमा काम पाइन्छ। ओहो, त्यही भएर यहाँ काम पाएको। अब होटेल म्यानेजमेन्टमा म्यानेजमेन्ट लिएर पढेको। अब म्यानेजमेन्ट चाहिँ गर्न सिक्नु पर्यो है। अनि साइड देखिका फेरि जले प्लास्टर खानलाई पर्छ। मासु आयो। के को मासु हो यो चाहिँ? यो चाहिँ हाम्रो ब्रोइलर कुखुराको मासु। धन्यवाद भाइ, खाना आयो। मामा गुड नाइट। लागेको लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र लाइक गर्नु भएको छैन भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। एन्ड अर्को भ्लगमा फेरि पनि भेटौँला। हस् त, गुड नाइट।